वेलकम गाइस। के छ हजुरहरूको सन्चै हुनुहुन्छ होला नि। म पनि ठिकै छु गाइस। आज चाहिँ म यसो सुन्तला बारीतिर आएको छु गाइस। औषधि हाल्न लागेको कि सुन्तलामा। सुन्तला यत्रो यत्रो भएको छ मेरो हेर्नु गाइस। पुरा खनेर यस्तो छ, यत्रो यत्रो छ सबै। हाम्रो गाउँको दृश्य गाइस। उहाँ खेलिरहेछ। यो चाहिँ पिना अनि के भन्छ अरे, पिना र सुरीको बोट अनि भैँसीको गाईको मुजिहाले पनि हुन्छ। यो चाहिँ यहाँ हाल्ने तरिका चाहिँ यसरी क्या छेउ है गाइस। यसरी यो त खास मेरो भ्लगिङ च्यानल हो, तर पनि हरेक कुराहरूलाई म समेट्ने कोसिस गर्छु क्या। यसरी सट्ट हाल्ने कि यसरी सट्ट हालेर छोडिदिने कि यसलाई। धेरै हाल्नु हुँदैन, 2 कप जति हाल्ने हो। यसरी पुरै झाडु हुँदैछ कि झाडु पनि यसरी फाल्ने हो। ठ्याक्क झाडु मारेर फालिदिने। यहाँ सुकिहाल्छ यसले। झाडुमा फालिदिएपछि सुकिहाल्छ है गाइस। आयो तर यस्तो तरि यार कस्तो टाँसिने कुरो आउँछ कि फेरि। झार त यार यस्तो टाँसिने झार आउँछ कि है। यसरी गइदिएपछि एकदमै यसलाई थ्याक्क पर्छ। स्याट ल्याउने यहाँबाट यसरी हाल्ने कि हाल्दै राखेपछि त्यसको अब 1-2 दिनपछि मजाले पानी हाल्यो भने त्यसपछि मजा हुन्छ कि। लगभग 150 बोटभन्दा बढी पनि छ होला टोटल गरेर। सबै कलर सलर लगाएको छ यहाँ। यो कमिलाले पुरा उस बनाउँदो रहेछ कि, त्यही भएर कमिलाले पुरै गुड बनाउँछ नि त, त्यही भएर अघि त्यस्तो गऱ्यो होइन। ठ्याक्क यो मल लगाएर हालेपछि खतरा हुन्छ कि। गाइस यो नै सुन्तला बारी तल पनि हो है गाइस। यत्रो यत्रो भइसकेको छ नि। यो तल त फलेको छ यहाँको। अब फल्ने बेला नि भइसकेको छ यहाँ चाहिँ ठुलै भइसकेको छ गाइस। हाम्रो गाउँको मनोरम दृश्य यता पनि छ गाउँ। यो चाहिँ मोटर बाटो, यो चाहिँ गाउँ हो। यो पाखाभरि चाहिँ मैले पुरै सुन्तला लगाएको छु। माथिल्लो गएर पनि माथिल्लो गरमा त मैले हालिसकेको छ। माथिल्लो गरमा त मैले हालिसकेको छु गाइस। माथि गर्नु जस्तै भिजिट गरौँ न होइन।
गाइस मैले यसरी हालेको छु हालेर पनि पानी यहाँ त पानी पनि मैले यत्रो हालेको छ पानी हालेको छ यत्रो सबै यत्रो छ है यत्रो भइसकेको छ माथि गएर पनि हो तर माथि गरमा त त्यस्तो उस नगरेर क्या धन्दा नपुगेर पाइप यहाँ छ कि अहिले झरेर भनेर अहिले कस्तो राम्रो पर्ला यस्तै केयर गऱ्यो भने त अब अर्को सालतिर त फेरि फल्न सुरु भइहाल्छ नि त यस्तो छ यस्तो गाउँको मनोरम दृश्यहरू छ यस्तो हुँदैछ गाइस यहाँ गाइस के छ हजुरहरूको अलिचल्ली मेरो त सबै ठिकै छ हजुरहरूको के छ भन्ने हो है गाइस राजाले सुन्तलामा आफैले बनाएको मल हालिरहेछ गाइस मल हाल्ने पनि तरिका हुन्छ गाइस होइन अनि गन्जा पनि उम्रिरहेछ एउटा गाँजा चिन्छ धेरै गाँजा आफ्नै बारीमा उत्पादन गरेर बजारीकरण गर्ने के भन्छ त्यसलाई ठोटको साथ हिँडेको हेरौँ है कति सम्भव हुन्छ यहाँ त गाउँ हालसालै त विदेश नगएर त फाइदा के अरे यसै छैन विदेश नगएर त कामै छैन होइन खै पनि यो चाहिँ पछिको लागि ब्याक सपोर्टको लागि पछि मान्छेहरूले 10-12वटा रुखमा 10-12वटा रुखमा 2-3 लाख भेट्टायो भन्छ भनेपछि त धेरै राम्रो हुन्छ नि त चलिरहेको छ मेरो चाहिँ मल हालिरहेको छु तल त सबै हालिसकेँ मैले अब पुग्दैन आगोले चाहिँ पुग्दैन यत्रो भयो कि सबै सुन्तला मैले हाल्नु पर्यो यार झ्याउ लगाइरहेको चाहिँ पानी चाहिँ हाल्नुपर्ने भएर माटो चाहिँ सुक्खै भयो कि आयो कोचो काँडाले माटो पनि हेर्नु पर्यो चिसो छ कि छैन भनेर चिसो त चिसै रहेछ चाहिँ हाल्यो भने त लगाएपछि यत्रो भयो रुख त यत्रो भइसकेको नि त यार यत्रो हो रहर लाग्दो छ यार गाइस के भन्ने हो साथीहरू भयङ्कर रहर लाग्दो छ के भन्नु गाइस आफूले गरे भने कति मस्त हुन्छ नि त आफूले गरेको देखेर भन्नुहुन्छ आफूले गऱ्यो भन्दाखेरि कति खुस हुन्छ फेरि होइन गाइस अहिले के गरेँ अहिले आजको मेरो भ्लग यति नै हो गाइस ल गाइस
ल गाइस भिडियो मन परे लाइक शेयर एन्ड सब्सक्राइब गर्न नभुल्नु होला भन्न चाहन्छु र यस्तै भिडियो हेर्नलाई लाइक शेयर एन्ड सब्सक्राइब गर्न नभुल्नु होला यो गाइस सी यू